यो चाहिँ मुखबाटै तानेर लिन मिल्ने नयाँ किसिमको इन्सुलिन हो। यसमा चाहिँ इन्सुलिन यस्तो पाउडर फर्ममा यो सानो डब्बाभित्र राखिएको हुन्छ र यसलाई चाहिँ यसभित्र फिट गरिन्छ। फिट गरिसकेपछि मुखबाट तानेर इन्सुलिन लिन मिल्छ। पहिलाको इन्सुलिनहरू चाहिँ यसरी इन्जेक्सन मार्फत दिनुपर्ने हुन्थ्यो, जसमा निडल पनि हुन्थ्यो। धेरैजना मान्छेहरू चाहिँ निडलबाट डराउने, निडलले घोस्दा दुख्ने भनेर इन्सुलिन लिन डराइराख्नु भएको हुन्थ्यो। त्यस्तो व्यक्तिहरूको लागि यो इन्सुलिन नयाँ किसिमको छ र निकै नै उपयुक्त हुन्छ। यसलाई चाहिँ 4 युनिटको डब्बाहरू हो यो। यस्तै 8 युनिटको 12 युनिटको पनि यस्तो इन्सुलिनको कार्ट्रिजहरू पाउँछ। हरेकचोटि एउटा कार्ट्रिज हाल्दै इन्सुलिन मुखबाट तानेर लिनुपर्ने हुन्छ। तर चुरोट पिउने व्यक्तिहरूलाई वा श्वास प्रश्वास सम्बन्धी बिमारी भएका व्यक्तिहरूलाई यो प्रयोग गर्न मिल्दैन। त्यसै गरी अहिलेको लागि चाहिँ यो 18 वर्षभन्दा बढी उमेरको व्यक्तिहरूको लागि मात्रै प्रयोग गर्न मिल्छ। यो इन्सुलिन चाहिँ निकै वर्षदेखि अमेरिकामा उपलब्ध थियो र हालै केही महिनादेखि चाहिँ भारतमा पनि उपलब्ध हुन थालेको छ। अहिलेसम्मको स्टडीहरूमा चाहिँ यसलाई सेफै देखिएको छ। त्यही भएर अब केही समयपछि सायद यो सबै व्यक्तिहरूको प्रयोगको लागि उपलब्ध हुनेछ र यसले डायबिटिजको म्यानेजमेन्टलाई निकै सजिलो बनाउने आशा लिएका छौँ।